Hey guys, welcome back to my new vlog. I hope तपाईहरु सन्चै होला। म नि एकदमै सन्चै छु र आज हाम्रो कार्तिक मङ्सिरको 18 गते आज के बिदा छ त्यही कारणले आज त्यो मौकाको फाइदा उठायो भनेर चाहिँ म हाइकिङ चल्ने लागेको छु। ब्याग स्याक बोकेर चट्ट लाएर माथि डाँडा गाउँ र आज बिहान आएको किनभने अलि बिहान माथि गयो भने अलि मौसम बाबा लभली देख्छ नि त। यो गीत चाहिँ बन्द गरे न उयो कपिराइट देखाउँछ नि। पहिला चाहिँ यस्तो हो थियो, म नि लगभग 1 वर्ष अगाडि होला नि म चाहिँ टोका गएको थियो। त्यहाँ चाहिँ अब हुन्छ नि त त्यसले चाहिँ मलाई थाहा छैन त्यो कपिराइट के हो कसो भन्ने थाहा छैन थियो। त्यहाँ नाचेकोहरू यताउता भिडियो बनाए लगभग 3-4 मिनटको बनाइदिएछ मैले नि। पछि हाल्दै कपिराइट धेरै देखाएँ नि। पछि यताउता बुझ्दाखेरि कपिराइट भनेको चाहिँ नराम्रो रहेछ नि। सो आज चाहिँ बवाल रमाइलो हान्नुपर्छ र अस्तिको भ्लग चाहिँ कोले हेर्नु भएन गएर हेर्नु होला। बवाल नुवाकोटको दरबार र नुवाकोटको के भन्छ त्यो पाल्पा मन्दिर, नुवाकोटको उयो त्यसैले हाइडल पावर पनि मस्तले घुम्यो नि, धेरै राम्रो लाग्यो नि। अब चाहिँ सिधै माथि भेट्यौँ टपमा। त्यसमा उता सेतो गुम्बा जाने भनेर सोचिरहेको थिएँ, तर अलि मौसम चाहिँ हेर्न चाहिँ त्यहाँ अलि रमाइलो हुन्छ नि त्यही हेरेको। सधैँ म डाँडाको यात्रा गर्नुभन्दा अगाडि म ठ्याक्कै हाम्रो शिव मन्दिरलाई दर्शन गरेर चाहिँ मेरो यात्रा सुरु हुनेवाला छ। र अस्ति तारिभिरको नि तारिभिर हाइकिङ सुरु गर्नुभन्दा अगाडि पनि म नारायणथान मन्दिरलाई दर्शन गरेर चाहिँ गएको नि। जस रमाइलो नि भएको थियो त्यो दिन नि। र हाम्रो नेपालको झन्डा हेर्न सक्नुहुन्छ। बिहान नेपालको झन्डा देख्ने बित्तिकै जोस आउँछ नि। एकचोटि सलाम बन्द आयो नि एन्ड कुदुम मन्दिर दर्शन पनि भइसकेको छ र मेरो डाँडाको पैदल यात्रा सुरु भइसकेको छ। चट्ट लाएर यहाँबाट चाहिँ लगभग 40 वा 50 मिनट लाग्छ माथि टपमा पुग्नलाई नि। जस रमाइलो भइरहेको छ र नेपाली गीत सुन्दै हिँड्नलाई त लास्टै रमाइलो हुन्छ। तर मलाई ट्रेकिङ चाहिँ जाने मन थियो, तर हाइकिङमा चित्त बुझाउनु पर्छ नि। सो फर सो गुड। एन्ड आज चाहिँ म तपाईँहरूले एउटा कुरा सिकाउनु लाग्ने लागेको छु। के कुरा? एउटा कुरा चाहिँ तपाईँहरूलाई आज म सिकाउनु लागेको छु। त्यो कुरा रहेको छ भ्लग कसरी बनाउने, त्यो मैले चाहिँ 5-6वटा भिडियो अगाडि भन्छु नि। र आज चाहिँ मेरो टार्गेट भनेको मेरो 20 वा 25वटा भिडियो हाल्ने टार्गेट हो नि। कति पुग्छ थाहा भइहाल्छ नि। थ्याङ्क्स सो मच फर वाचिङ। हिजो र अस्ति भ्लग आएन, त्यसको लागि माफी चाहन्छु। किनभने मेरो मोबाइल चाहिँ अलिक बिग्रेछ नि त। यो मैले भिडियो बनाइरहेको मोबाइल छ नि, त्यो चाहिँ अलि हुन्छ नि त। आफूले बोलेको अडियो रेकर्ड पनि नहुने र प्लस माइकमा जोडेर नि रेकर्डै नहुने भएको थियो। अनि त्यसै यताउता गरेर अस्ति म उता तल्लो चक्रवतभन्दा तल्लो गएर त्यहाँ बनाएर ल्याएको नि। मैले हिजो अस्तितिर त भ्लग बनाएको थिएँ 7-8वटा बनाएको थिएँ, तर रेकर्डै नभएको। आवाजै रेकर्ड नभएको किनभने त्यो यस्तो सानो पाल हुँदैन त्यो बिग्रेको रहेछ। अनि त्यसपछि त्यो बनायो नि अहिले चाहिँ क्लियरसँग सुनिरह्यो होला तपाईँहरूले नि। र भ्यू हेर्न सक्नुहुन्छ, लभली भ्यू कस्तो सन देखिरहेको नि। एन्ड अब यहाँबाट धेरै टाइम लाग्दैन माथि पुग्नलाई नि। थ्याङ्क यू सो मच फर वाचिङ। अलराइट गाइज, भन्दा म डाँडा गएको पैदल यात्रा नि आधी कटिसकेको छ र अझै आधी बाँकी छ। र अहिले चाहिँ चट्ट लाएर जङ्गलको बिचमा छु। यहाँबाट सन अफ भएको हेर्नु यस्तो लभली देखिरहेको छ कि नि। आजभोलि चाहिँ म इमोसनल भइरहेको छु, किनभने पहिलाको 5 कुराले गर्दा अलि रिग्रेट भइरहेको छ नि। त्यही अहिले फ्रेस हुनको लागि म हाइकिङ आइदिएको छु नि। अलि घरमा बस्यो भने अलि मलाई हुन्छ नि 5 कुराहरू अलि दिमागमा आइराख्ने। अनि त्यो चाहिँ अलिक कस्तो मनै कस्तो अलि हुन्छ नि त। मनै हारै खाएको जस्तो लाग्ने। अनि त्यही भएर म एकछिन फ्रेस हुनको लागि जतिखेर नि बाहिर निस्किन्छु बिहान रेगुलर भ्लग आउने भने त्यही कारणले गर्दा नि अलि 5 कुराहरू दिमागमा आइरहेको छ नि। त्यही केही छैन। सो फर सो गुड। त्यो 5 कुराहरू आएर हुन्छ नि। हेर्न सक्नुहुन्छ भ्यू बाबा लभली भ्यू। एन्ड मलाई कस्तो देखिरहेको छ आजको आउटफिट कमेन्ट गर्नु होला। एन्ड भ्यू डाँडागाउँबाट काठमाडौँको भ्यू हेर्ने तपाईँहरू रेडी हो? यस्तो लभली देखिरहेको छ कि हेर्नु न। अलि माथि गयो भने चाहिँ अलिक क्लियर हुन्छ एकछिन चाहिँ टाइम अनुसार नि। अहिले चाहिँ बिहान हो नि त, मर्निङ टाइम हो, त्यही भएर अलि कुहिरोले गर्दा त्यति साह्रो देखेको छैन। तर हेर्नु लभली भ्यू देखिरहेको छ। म चाहिँ आजभोलि इमोसनल भइरहेको छु, किनभने अब पहिलाको 5 कुराले गर्दा अलिकति रिग्रेट भइरहेको छ। त्यही भएर इमोसनल गीत सुन्दै हिँडिरहेको छु नि। जसमा म अलि फ्रेस हुनको लागि निस्केको। अलि त्यो कुराहरू चाहिँ अलि 5 कुराहरू चाहिँ अलि मेरो दिमागमा नघुमोस् भनेर। त्यही भएर म चाहिँ हाइकिङ आइदिएको छु मस्तले। थ्याङ्क यू सो मच फर वाचिङ।
हस् अगाडि उता अगाडि पनि पर्दैन यही भन्नु ए देखिरहेको छु ए डाँडा गाउँ आएपछि यस्तो जाडो छ कि यस्तो जाडो छ कि भएपछि चाहिँ जिउ तताउनु परिहाल्यो त्यही चिया खाँदै चट्ट लगाएर बिहानको त्यो गुड मर्निङ भनेको बाटो त्यहाँबाट भ्लगै हालेन अहिले हालिरहेको छु मैले टिकटकमा नि र लङ भिडियो चाहिँ मैले बनाउनै बिर्सिरहेन अहिले हुन्छ नि त सर्टमा मात्रै मैले फोकस गरिरहेको नि त आजकल सर्टमा मात्रै धेरै बनाएर चाहिँ अहिले लङमा बनाउनै बिर्सिरहेन लङमा अब बनाउनु पऱ्यो अब चाहिँ नि अब चाहिँ फर्केको नि एन्ड भ्यू हेर्न सक्छु लभली भ्यू नि तलको अहिले एकछिन चाहिँ घाम लाग्दाखेरि चाहिँ अलिक ठिक्क भ्यू देख्छ अहिले कुहिरो कारणले गर्दा त्यति साह्रो राम्रोसँग देखेँ होइन त्यहाँदेखि सो फर सो गुड बिहान उठ्ने बित्तिकै मैले केही खाएको थिएन लास्टै भोक लागेर चाहिँ म चाहिँ खाजा खाँदैछु ब्रेकफास्टमा चाहिँ के छ भन्दा चट्ट लगाएर यहाँ रहेको छ अन्डा र यो के हो चौचौ यो मुला यो के हो गाजलै भन्छ गाजल भयो यो खुर्सानी भयो जोस यहाँ चाहिँ ठिक्क हुन्छ यो चौचौ चाहिँ किनभने यहाँ चाहिँ लास्टै जाडो हो नि त आज ब्रेकफास्ट त जम्प फुड खाइदिइहालेँ मैले त सधैँ घरमा हुँदाखेरि चिया बिस्कुट यता त नर्मल खान्थ्यो तर आज चाहिँ चौचौ वेलकम टु डाँडा गाउँ एन्ड लुक एट द भ्यू गाइज यस्तो लभली देखिरहेको छ कि र मर्निङ टाइम भएर होला अलि कुहिरोले गर्दा अलिक काठमाडौँको भ्यू चाहिँ राम्रोसँग देख्न पाएन त्यो पनि सो फर सो गुड त्यो पनि भवाल देखिरहेको छ कुहिरोले नि र अघि म हिमालको भ्यू हेर्न गएको थिएँ त्यो चाहिँ यो घरभन्दा पछाडि पढ्यो भने त्यहाँबाट पनि भवाल भ्यू देख्छ टोखाको गाउँहरू पुरै देख्छ र नुवाकोट चाहिँ देख्दैन नुवाकोट देख्नको लागि चाहिँ हामी त्यो टोखाको झोर झर्ना छ नि त्योभन्दा माथिपट्टि जानुपर्छ र भ्यूको इन्जोय गर्नलाई लभली Thank you so much for watching.